वृष राशि टरस माइनस इ उ ए ओ वा वी वु वे वु। करियर र आर्थिक स्थिति रोकिएका कामहरू बन्नेछन्। सरकारी वा निजी क्षेत्र दुवैमा पदोन्नति वा नयाँ अवसरको योग छ। आर्थिक स्थिति बलियो हुनेछ, आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। सञ्चित धनमा वृद्धि हुनेछ। शिक्षा र विदेश यात्रा उच्च शिक्षाका लागि विदेश जान चाहनेहरूका लागि यो महिना निकै फलदायी रहनेछ। व्यवस्थापन र वाणिज्य विधाका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्नेछन्। शेयर मार्केट शेयर बजारबाट राम्रो लाभ लिने समय छ। बैंकिङ र उत्पादनमूलक क्षेत्रका शेयरहरूमा गरिएको लगानीले राम्रो प्रतिफल दिन सक्छ। नयाँ लगानीका लागि समय उत्तम छ। स्वास्थ्य र सङ्कट खानपानमा ध्यान दिनुहोला। पेट सम्बन्धी सानातिना समस्या वा आँखामा इन्फेक्सन हुन सक्छ। ठूलो सङ्कटको योग देखिँदैन। विवाह र पारिवारिक जीवन दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारमा कुनै माङ्गलिक कार्य वा उत्सवको आयोजना हुन सक्छ। प्रेम सम्बन्ध विवाहमा परिणत हुने सम्भावना छ। समय चक्र गोचर प्रभाव यो महिना तपाईको पक्षमा छ। विशेष गरी लगानी बढाउन र नयाँ व्यावसायिक सम्झौता गर्न असार महिना निकै उपयुक्त छ। दोष र उपायहरू शुक्रबारका दिन गरिब वा भोका व्यक्तिहरूलाई सेतो रङ्गको मिठाई वा भोजन दान गर्नुहोला। ओम सुम शुक्राय नमः मन्त्रको जप गर्नुहोस्।